फिजिकली एक्टिभ हुनु पर्यो हामी हैन। हाम्रो लाइफ चाहिँ फिजिकली एक्टिभ कम्तीमा पनि हामी दिनमा 1 घण्टा जस्तो चाहिँ हिँड्ने अथवा एक्सर्साइज गर्ने अथवा के सक्नुहुन्छ तपाईले हैन। आफ्नो शरीरकोलाई चाहिँ माया गर्नु पर्यो र शरीरलाई टाइम दिनु पर्यो हैन, त्यो गर्नु पर्यो। त्यसपछि गएर हामीले खानेकुरामा पनि जुन हामी खानेकुराहरू खान्छौँ त्यसमा चाहिँ सकेसम्म कार्बोहाइड्रेटको मात्रा चाहिँ कम हुनु पर्यो अनि फाइबर भएको खानेकुराहरू चाहिँ बढी खानु पर्यो। फाइबर भएको खानेकुरा भन्दाखेरि तरकारीहरू पर्छ, सबै तरकारीहरू, त्यसपछि गेडागुडीहरू पर्छ, हरियो तरकारी पर्छ, सागहरू पर्छ हैन। त्यो कुराहरू चाहिँ बढी खानु पर्यो। त्यो कुराले के गर्छ भने हामीले खाएको कार्बोहाइड्रेटलाई पनि त्यो गटबाट चाहिँ एब्जर्प्सन हुन दिँदैन राम्रोसँग। अनि त्यो एब्जर्ब राम्रोसँग नभयो भने अनि कार्बोहाइड्रेट बढ्ने चान्स पनि कम भयो। त्यसपछि हाम्रो गटमा जुन माइक्रोबायोटा हुन्छ, गटमा फ्लोरा ब्याक्टेरिया, राम्रो खालको ब्याक्टेरिया हुन्छ, त्यो राम्रो खालको ब्याक्टेरियालाई पनि उत्पादन अथवा त्यसको वृद्धि गर्न मद्दत गर्छ। त्यो भयो भने खानेकुरा पनि राम्रोसँग पच्ने भयो नि त हैन। त्यसकारणले फिजिकली एक्टिभ हुनु अत्यन्तै जरुरी छ। खानेकुरामा चाहिँ कार्बोहाइड्रेटको इन्टेक कम गरेर अरू कुराको इन्टेक बढाउनु जरुरी छ। फलफुलहरू पनि खानु जरुरी छ। अनि ब्याड ह्याबिट्स जस्तै स्मोकिङ, अल्कोहल खाने कुराहरू त्यो चाहिँ बन्दै गर्नुपर्छ। त्यो हुनु हुँदैन आफ्नो उसमा हैन। त्यसपछि तपाईलाई एडिक्वेट स्लिप हुनुपर्छ। कम्तीमा पनि 5-6 घण्टा चाहिँ राम्रो निद्रा पर्नुपर्छ। अनि अब तपाईको लाइफ स्ट्रेसफुल छ, एकदमै हेक्टिक लाइफस्टाइल छ भने त्यसलाई चाहिँ तपाईले व्यवस्थापन गर्नु जरुरी छ। जसरी पनि आफूलाई स्ट्रेस फ्री राख्न पर्यो, त्यो गर्नलाई तपाई योगा, ध्यान अथवा आफ्नो कामको स्ट्रेस छ भने कामको प्रकृति चेन्ज गर्न सकिन्छ भने चेन्ज गर्नु पर्यो हैन। यी 4-5 वटा कुरामा चाहिँ ध्यान दिनुभयो भने सकेसम्म सायद हामीलाई चाहिँ डायबिटिज हुने सम्भावना कम रहन्छ।